मान्छे पुरा ढाडै छ तपाईको साथीहरू यहाँ तल पनि एउटा वाटरफल झरना छ हामी चाहिँ यस्तो थरी खाले माछा मार्दैछौँ तपाईँ हेर्न सक्नुहुन्छ ठुलो तपाईँहरू सम्पूर्णलाई पनि माछा क्रिएटिभ क्रिएसनमा स्वागत गर्न पनि चाहन्छु यहाँ माछा मार्ने हाम्रा दुईजना ज्ञानदृश भाइहरू पनि हुनुहुन्छ दाजुभाइ नै हो मैले चाहिँ बिहा गरेन के कान्छाले बिहा गरिसक्यो मैले बिहा गरेन है अनि यो चाहिँ एउटा छ ल है नेताजीहरू तपाईँहरू स्विजरल्यान्ड गएर स्विस ब्याङ्कमा चाहिँ खजना नलुकाउनु होला खजना लुकाउने ठाउँ त यहीँ छ नि जुम गरेर देखाइदिनु न भित्र यहाँ अलिपछि तलबाट देखाउँछु म जुम गरेर है साथीहरू यहाँ भर्खरै एउटा पाहा माथिबाट फङ्गालेर झरेको छ जुम गरेर मात्रै देख्छु मैले पाहा कहाँ गयो जुम गर्नु यस्तो खतरनाक छ फोटोमा त यहाँ छ है पाहा यस्तो ठुलो पाहा छ यो पाहालाई पाहाको चाहिँ औँसरी हुन्छ है बाफ्रे यहाँ त खजना लुकाउने ठाउँ त कति हो कति छ यहाँ गाउँबाट पनि आएर बसेको छ यहाँ फुर्केमा उयो गर्दाखेरि अलिक नराम्रो हुँदैछ यो जुम गर्दाखेरि है यो रह त हामीले सानो सोचेको थियौँ यहाँ तल आएर झन् ठुलो रहेछ बाहिरबाट हेरेर त यस्तो छ पुरा यो भर्टिकल लिमिट एउटा इङ्ग्लिस फिल्म पनि छ यो भर्टिकल लिमिटै जस्तो लाग्छ मलाई यहाँ त पुरा नेताहरूले यो ठाउँमा आएर खजना लुगाइनु हुन्थ्यो नि यार हामीलाई मौका पर्थ्यो यार नेता त बाफ्रे है पानी आधाभन्दा धेरै चाहिँ घटिसक्यो अझै यहाँ त फेरि यतापट्टि रहेछ ठुलो र त्यसले गर्दाखेरि यस्तो ठाउँ त यहाँ माछा त छैन या हो यहाँ त के हो भएका थिए ओइ सेपहरू चाहिँ खतरा छ यार ओहो यो त त्यो उको जस्तो छ त के अरे शिवलिङ्ग ल है अरूले चाहिँ खजना लुकाउँछ हामीले चाहिँ यस्तो पानीमा भएको गुफाहरूमा चाहिँ माछा लुकाएर राख्छौँ एकजना खजना लुकाएर आयो है भित्र म चाहिँ यो अब लाइट लिएर जाँदैछु अब म लाउटो झाटा हेर्ने भयो है म जाँदैछु है मेरो चप्पल कता गयो तिमीहरू पनि सानो जानको थिएर स्वाटै बस्यो अಯ್या भित्रको यो सिनै यो खोइ पोहोरको हेर त ऊ त पुरै ऊ भइसक्यो बत्ती बाल्छु म बाफ्रे ओइ यहाँ चप्पल पनि आएर बसेर रहेछ ओइ अहिले त खजा नै छ क्या ओइ के छ अरे पाहा यी पा हेर त ऊ पा समात न ऊ समात त यो फोकसमा हेर न आउँदैन भाइ
कहाँ सकिन्छ त नि हाम्रो त बा ओए खतरा रहेछ यार झाँटो नि रहेछ त अन्त त्यही भनेको त नि बबाल यी समाएर कान्छ यी जाँदैछ न है चुमा पानी चुहेको सबै जाडो भएर अहिले पाले टोक्छ नि कहाँ गयो ए छोडा हुँदा जाने त्यो ओबानातिर जाऊँ न यार के हो लिङ्गहरू त खतरा खतरा रहेछ त लिङ्गहरू बबाल बबाल गाई अलि यहाँ खोली छ नि त पर्ने यस्तो थिएन नि त होइन ल हेरमै साथीहरू हिँड न माथि यो मैला सफा गर्नुपर्छ कि हेर हो हेर त कति सिरो ढुङ्गा हेर त छौ न यसलाई त्यहाँ गर्नु न हेर त झाँटोहरू हेर ओइ मेरो चप्पल अड्कियो त्यो झाँटोहरू देखाउनु न बुढा चप्पल किन लगाउनु पऱ्यो रे यार ल यो चाहिँ झाँटाको सेपमा छ ओइ यहाँ हेर न कस्तो मजाले पानी बनेको हुन्छ हेर न हेर ढुङ्गा बन्ने प्रक्रिया देख्यौ यहाँ हेर न यो चाहिँ झाँटो भन्छ त्यही भएर चाहिँ यो रहलाई अझै पनि झाँटे रह भन्छ ढेकी चाहिँ देखिनँ क्या मैले मास्टरले गर्नु खतरा खतरा मुड देखाइदिनु नि ढुङ्गा नजिक गर्नु हुँदैन ए केरा त हामीले देखेको होइन र पुरा ए होइन के अरे ढुङ्गाको सेपहरू यहाँ बाल्नु न यहाँ रहेछ त यो के हो फेरि यता के हो यो म त खजनै भेट्टाएँ भनेको यहाँ बाल्नु न यता यो के ओइ दामी हेर न सही सही ओ खतरा रहेछ है यहाँबाट मोबाइलको लाइट बाल्नु यो पुरी छ कि यो पनि के हो थियो त पुरा होइन पुर्रे छ यार यहाँ त साँच्चै न सुन चाँदी खजना लुकाउनै पर्छ यार हाले चाहिँ माछा लुकाइन्छ र पो यार अलि पछि ल्याउन पर्छ मैले मोबाइल ल्याएर भिडियो गराएर ट्याक्क यहाँबाट भिडियो गराएर सफा गर नि केटा यो परवेशले भिडियो बनाउन लानु छिट्छिट हामी बाहिर गइदिउँ है म डराउनु न ढुक्कै हो यता पनि खतरा लाइट समाएर अनि ओरेताको त्यो फर्सीहरू देखाउनु पऱ्यो अब पछि हटाएर कान्छ पानी सुकेपछि बल्ल फर्सी देखिने होइन अहिले देखिन्छ यो ढुङ्गा मजा लाग्यो हेर न हेर बप्पा छ यो सेपहरू के दामी दामी छ हिराहरू यो त फर्किरा ओइ यो फर्सी ओइ बत्ती बाल्ने मान्छे कहाँ गयो फर्सीहरू अच्छी हो यस्तो हिजो कस्तो घिन लाग्छ भने मलाई यो ऊ होला नासपति हेर त नासपति कि लाम्छ फर्सी आइगयो फर्सी त यहाँ छ नि त यो फर्सीको सेपहरू चाहिँ यो रहेछ नि त बब्बर बजा बजाको फर्सीहरू रहेछ त्यहाँ ल गाइज फर्सी यहाँ हेर यहाँ रहेछ क्या मजाको चिल्लो ढुङ्गाको त गयो क्या कान्छ पोहोरको उयो झुन्डे थियो केरा जस्तो भाँचिएला नि ओए फर्सी कहाँ गयो भनेको के अरे यिनीहरू चाहिँ फर्सी भयो त्यो पुरो चिल्लो थियो एकदम लोभ लाग्यो मलाई भन्थ्यो नि त्यो ढुङ्गा खोइ त नि यो हो र ए ऊ हो म त ल हेर न कस्तो मजाको छ चिल्लो अहिले त त्यहाँ माटो लगाइजोर पनि अन्त यस्तो चिल्लो थियो जाडो भयो मलाई त यहाँ चाहिँ माछा भएको कारणले गर्दा यहाँ चाहिँ सेविङ थाप्दैछौँ माछा त कति यहाँ अब त्यहाँभित्र है अघि हाल्नु गएको त्यहाँबाट यताबाट जानु दिन्छ यो चाहिँ बाहिर जाने ऊ भयो रास्ता भन्छ नि न ओ यताबाट पनि रहेछ त कान्छ निस्किन थाम त यताबाट हो नि त
उपा यी कान्छ पर उयो ओ छोपे 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 ल बसेन उसले पा मारे यार नभए हामी बाहिर निस्क अब यहाँ माछा कति आउँछ थाहा छैन ओइ ढुङ्गा त हेर यो पनि मजाको छ त्यो हेर न यहाँ माछा त यहाँ पनि छ त ओइ हात नहाल्नु क्या झ्याप्पै यहाँ झमभित्र गयो ल अलिपछि एकचोटि मारेर देखाउँछु है साथीहरू माछा यहाँ त एउटा हातले मात्र माछा समात्नै सकिएन